सुख दुःख यस्तै हुँदै सुबुर बाहिर हावातिर हावा जाउँ यसको कोइन्तिर जाउँ सुबै मुसँग के टुच्चा हान्दैछौँ के कमेन्ट गइचालु भयो गर्मी छ हावा पनि चलिरहेको छ म चिया बनाउँछु नि चिया खाउँ भर्खरै खाना खाना आएको दाइ चिया के खानु जाउँ बाहिर जाउँ नि दाइ लामाको साङ्ला परे दुध खुवाइदिनु पर्यो आज यसलाई नजाऊ गएँ बरु म दुध चिया बनाउँछु दुध चिया खाउँ ल दुध चिया खाउँ ल हो र दुध के चिया भयो त यसो ल गरौँ त बनाउनु ल खाउँ ल जानु त चिया बनाउनु होइन भइहाल्यो ल मिठो है अदुवा हाल्दै चिया खाला आज तँलाई यस्तो मसलादार चिया खुवाउँछु दिपकजी आई दो जो आई आई चिया कस्तो छ भाइ मिठो मलाई पनि असाध्यै मनपर्छ तर के ग्यास्ट्रिकले गर्दाखेरि कालो चिया खानु पर्छ गोविन्द सर त्यो त्यहाँ भएको दुध फालिदिनु भएको हो र तेरि यो लामाले कुरा खोल्छ कि हो त्यहाँ साङ्लो परेको थियो त्यहाँ साङ्लो परेको थियो जिन्दगीमा युद्ध यदि आफ्नो मान्छेहरूसँग छ भने हारिदिनुस्